जो जतिले पनि यस्तो काम गरिराख्नु भएछ अनेस्ट गर्नु होला भन्छु, किनभने कतिजना स्क्याम पनि भइसकेको छ यस चिजमा। धेरैजनाले दुःख गरेर कमाएको पैसाहरू हुन्छ होइन, पैसा कम्ती कमाउनुहोस्, इज्जतले कमाउनुहोस्, म त यही भन्छु। जमिन किन्दा के गर्नुपर्ने रहेछ, कसो गर्नुपर्ने रहेछ त मलाई पनि अलिकति जानकारी भइसकेको छ है। म बादमा हजुरहरूलाई बताउने छु। हामी चाहिँ जाँदैछौँ बागडोग्रा रेजिस्ट्री अफिस है। र अहिले चाहिँ मौसम एकदमै दामी भएर फ्लाइओभरको मुनि एलआइसीको बिल्डिङ छ, अनि यतापट्टिको बिल्डिङमा चाहिँ आउनु होला। रेजिस्टर गर्नुको लागि चाहिँ कति लाग्दो रहेछ भने चाहिँ Hello everyone, what's up people, this is Abhishek Rai and once again welcome back to another video। र कस्तो हुनुहुन्छ सबैजना, आई होप कि सबैजना सन्चै होला है, सन्चै बस्नुहोस्। अन्त आजको भिडियो हजुरहरूलाई थम्बनेल टाइटल हेरेर त थाहा भइसकेको नै छ कि आजको भिडियो के रहेछ भनेर है। र अहिले चाहिँ म छु यो टिसिपी खोपरेल टिसिपीमा, र आज चाहिँ दिदीहरूको जग्गाको रेजिस्ट्री हुँदैछ है। अन्त अस्तिसम्म चाहिँ लाइक यो एग्रिमेन्टहरू उयो भयो, अन्त आज चाहिँ रेजिस्ट्री छ, पक्की रेजिस्टर नाम चेन्ज हुनेछ है। अन्त यहाँबाट चाहिँ हामी बागडोग्रा जानु, रेजिस्टर अफिस चाहिँ बागडोग्रामा रहेछ, जो जति पनि नयाँ हुनुहुन्छ। अन्त जमिन किन्दा के गर्नुपर्ने रहेछ, कसो गर्नुपर्ने रहेछ त मलाई पनि अलिकति जानकारी भइसकेको छ है। म बादमा हजुरहरूलाई बताउने छु के कसो गर्नुपर्ने रहेछ, कता कता के गर्नुपर्ने रहेछ भनेर। र अहिले चाहिँ हामी यहाँ आइसकेको छु, हामी चाहिँ आज सबैजना आएको छ। यहाँ चाहिँ अफिस रहेछ। अन्त यहाँ दाले चाहिँ मिलाइदिनु भएको, हाम्रो दाले हाई भनिदिनु न। तपाईँको युट्युबमा हाल्नुहुन्छ है, के छ नाम युट्युबमा? खोपरेल रियल इस्टेट। ओके, खोपरेल रियल इस्टेट गरेर चाहिँ ब्रदरको युट्युबमा च्यानल छ है, र गएर हेर्नु होला। उहाँले जग्गाहरू देखाउने गर्नेछ, अनि एकदम रेजिस्ट्री जग्गाहरू देखाउने गर्नेछ। हाम्रो दिदीहरू पनि उहाँकै थ्रुबाट एकदम जेन्युन है, त्यस्तो नराम्रो जमिनहरू त्यो कागजपत्र 2-3जनाको नाममा भएको त्यस्तो चाहिँ देखाउँदैन रहेछ ब्रदरले। द्याट्स अ ग्रेट थिङ है। जो जतिले पनि यस्तो काम गरिराख्नु भएछ अनेस्ट गर्नु होला भन्छु, किनभने धेरैजनाले दुःख गरेर कमाएको पैसाहरू हुन्छ होइन, कतिजना स्क्याम पनि भइसकेको छ यस चिजमा। र जो जतिले जमिनको बारेमा काम गर्छ है, अनेस्टली गर्नु होला है, किनकि आफ्नो नेपाली दाजुभाइहरू लुटेर केही फाइदा छैन, कर्म देखाइहाल्छ होइन। र त्यही भएर गर्दाखेरि अनेस्ट काम गर्नु भन्छु म चाहिँ होइन। पैसा कम्ती कमाउनुहोस्, इज्जतले कमाउनुहोस्, म त यही भन्छु होइन। त्यही हो, अब हामी यहाँ रेजिस्ट्री अफिस जानु आँटेको बागडोग्रामा, र यिनीहरूको सबै भइसक्यो। आज चाहिँ पक्कै नाम चेन्ज हुन्छ, र दिदीहरू चाहिँ यो गाडीमा जान्छ, म र भेना, अदरवाइज म एक्लै जान्छु गाडीमा, जानुपर्ने हुन्छ बागडोग्रा। ल भेट्दै गर्नु। यहाँभित्र चाहिँ हाम्रो बाठी नानी पनि छ, यो र मेरो बेबी हाई भन्नु न। हेलो हेलो भन्नु पियो पियो। हेलो रिसाइरहेको छ पिउ भान्जी त आफैसँग छिटो के लागेको छ आज भान्जी? हाई बनाए त, देखाइदिनु न छिटो, ब्लग पो गर्दैछ त। के लाग्यो पिउले आज? देखाइदिनु। कहाँबाट आयो पिउ? यो कहाँबाट आयो? कहाँ लाग्यो पिउ? यो मैले लगाइदिनु। हौ कहाँबाट आयो भनेको हेर न छिटो, कहाँबाट आयो? खालि फोन र यहाँ भेनाले चाहिँ उयो चेक गर्दैछ, पेपर चेक गर्दैछ के रहेछ चाहिँ। अच्छा पहले कौन था? रीता थप्पा है। हाँ नीता थप्पा था। हाँ लोग ने जो है ना ये लोग नीता थप्पा से लिया है लोग ने। इनले चाहिँ हाँ थप्पा वाला लेको। अलराइट गाइज, र अहिले चाहिँ म यहाँ शिव मन्दिर रोडमा छु है। हामी चाहिँ जाँदैछौँ बागडोग्रा रेजिस्ट्री अफिस है। र अहिले चाहिँ मौसम एकदमै दामी भएर सिलगढीको, ठन्डा सिमसिम पानी पनि पर्दैछ। र त्यही भएर चाहिँ मैले गाडी रोकेर यहाँ चाहिँ अब म रेनकोट लाउने हो, रेनकोट लगाएर जाने। अन्त चाहिँ रेनकोट रेडी छ अहिले त। फेरि यो चाहिँ मेरो बेङ्गलोरदेखिबाट लिएर रेनकोट हो, माथि मात्रै लगाउँछ। बाटो मस्त बनाइदिएको छ है, दामी बाटो बनाइदिएको छ यहाँ चाहिँ। जे होस् एकदम राम्रो बाटो छ। बाटो चाहिँ बबालै नै बनाइदिएको छ कि अलिक, यो चाहिँ फ्लाइओभर हो, अलिक अगाडि चाहिँ दामी बाटो छ। म यदि गोप्रो लिएको भए म मोटो भ्लग गर्थेँ, अहिले मोटो भ्लग गर्नु पाउँदिनँ है। ल हेर्दै गर्नु भ्लग है। म अन्तिममा बताउने छु कि हजुरहरूलाई लाइक जमिन सम्बन्धित के कस्तो गर्नुपर्ने रहेछ भनेर जो जति नयाँ हुनुहुन्छ, जो जतिलाई जान्ने इच्छा हुनुहुन्छ, जो जतिले लिनु फर्स्ट टाइम लिनु आँट्नु भएको छ, उहाँहरूलाई अलिकति हेल्पफुल पनि हुनेछ है त। ल स्टे ट्युन गाइज। फाइनली हामी चाहिँ रेजिस्टर अफिस आइपुगिसक्यौँ है। यहाँ चाहिँ यो अफिस चाहिँ रहेछ कि लाइक बागडोग्राभन्दा अलिकति अगाडि नै आइपुग्दो रहेछ। ढुङ्गुरी भनेको केही जग्गाको नाम, यो फ्लाइओभरको मुनि यहाँ चाहिँ एलआइसी कहाँ यो होइन दिदी? यो
कुन यता हो यता गभर्मेन्ट अफ वेस्ट बेङ्गल यता रहेछ बिल्डिङ चाहिँ यस्तो छ यहाँ चाहिँ एलआइसीको बिल्डिङ छ अनि यतापट्टिको बिल्डिङमा चाहिँ आउने ल भित्र त म भिडियोहरू गर्नु पाउँदिनँ के कस्तो हुन्छ म हजुरहरूलाई बादमा बताउने है त बेबी यता हेर्नु हेलो भन्नु न के खाएको थियो एक्लै खायो कसले देख्थ्यो मलाई त खानु मन परेको थियो दिन कस्तो लागिरहेको छ बुढीलाई अन्त बेबीको गेटअप हेर्नु न आज सिम्पल सिटी ए जुत्ता त राम्रो परेछ सेतो जुत्ता त ऊ के भएछ है सिलगढी पनि दामी हुँदैछ अहिले टक चाहिँ फ्लाइओभर साइओभर होइन अहिले हरेक जग्गा फ्लाइओभर जाँदैछ किनकि यो निड छ नि त है ल भेटौँ बादमा अल राइट गाइस र अहिले चाहिँ हामी बाहिर छु बागडुग्रा बाहिर हिँडिरहेको छु बागडुग्रा त होइन ल यो धुमगुरी के भन्छ अरे ल है तर बागडुग्रा एरियामै छौँ त्यहाँ चाहिँ सर्भर डाउन भएर बिहार मोडको छेउमै भनिदिउँ न त्यहाँ चाहिँ सर्भर डाउन भएर चाहिँ कामै भएको छैन आई थिङ्क आज हुँदैन होला काम र हामी चाहिँ भोक लागेर खाना खानु आएको यहाँ बाहिर होटल पनि भेटेको छैन एउटा होटल चाहिँ त्यहाँ प्याक अन्त खाना पनि सकिएछ हो भोक लागेर टाउको दुखिसक्यो अन्त अहिले चाहिँ सिलगढीको नजारा यस्तो छ अहिले चाहिँ यो जग्गामा यदि तपाईँहरू धेरै सालदेखि आउनु भएको छैन भने यहाँ यस्तो मजाको फ्लाइओभर बनाइदिएको रहेछ राम्रो छ है ल मैला चाहिँ अलिकति मलाई मैला लाग्यो यस्तो कचराहरू है यो चाहिँ क्लिन राख्नु पर्ने थियो सरकारले खाऊँ बादमा खाऊँ न अन्त उता गएर ल अलराइट गाइस र फाइनली म सलुन आइपुगिसकेको छु है हामी आई मिन दिदीहरू चाहिँ आउनु हुँदैछ किनभने एकदमै ढिलो टाइम लाग्दो रहेछ नि त त्यहाँनिर अन्त अलमोस्ट प्रोसेस सबै भइसक्यो फर्स्ट स्टार्टिङदेखि कुरा गर्नुपर्दा चाहिँ उहाँहरू जहाँ जसकोबाट लिने भयो उहाँहरू चाहिँ एकदमै लाइक यु नो प्रपर रेजिस्टर भएको जमिनहरूमा चाहिँ डिल गर्दो रहेछ होइन त्यो 2-3जना कतिजना हुन्छ नि त स्क्याम 2जना नाम भएको एउटै मान्छेले बेचिरहेको हुन्छ नि त त्यस्तो चाहिँ गर्नु नहुँदो रहेछ अन्त अर्को कुरा गर्नुपर्दा चाहिँ गाइस जब स्टार्टिङमा तपाईँहरू लिनुहुन्छ जग्गा ठिक छ हामी लिए होइन अन्त भनेदेखि चाहिँ त्यहाँदेखि चाहिँ स्टार्टिङमा चाहिँ के हुँदो रहेछ भन्दा चाहिँ पहिला चाहिँ जग्गा नाप्नु हुँदो रहेछ कति कट्टा 2 कट्टा 3 कट्टा 4 कट्टा तपाईँले कति लेख्नुहुन्छ होइन अन्त ल्यान्ड प्लान गर्ने एकजना मान्छे आउँदो रहेछ उसले जमिन नाप्दो रहेछ त्यो जमिन नापेको मात्रै 2000 रुपियाँ दिनुपर्ने हुँदो रहेछ उसलाई ओके त्यसको बादमा त्यो जमिन नापेर ओके त्यसको बादमा फेरि च्याम्बर भन्दो रहेछ त्यो च्याम्बर भनेको लाइक एडभोकेट होला सायद होइन उहाँकोमा लगेर एग्रिमेन्ट बनाउँदो रहेछ त्यो एग्रिमेन्ट गर्दा पनि फेरि 2-3 हजार त्यहाँ पनि दिनुपर्ने हुँदो रहेछ है त ओके त्यो पनि आफूले दिनुपर्ने हुँदो रहेछ जसले जग्गा लिँदैछ ओके अन्त त्यो भइसकेर त्यहाँ रेजिस्ट्रेडको डेट हुन्छ जस्तो कि आज हाम्रो थियो रेजिस्ट्रेड डेट नानाको थियो त्यसको लाइक रेजिस्ट्रेड गर्नुको लागि चाहिँ कति लाग्दो रहेछ भने चाहिँ 1,14,000 रुपियाँ लाग्दो रहेछ आज थाहा भयो बाफ्रे है त्यही भएर जग्गा किन्नु चाहिँ सजिलो छैन रहेछ है त्यही हजुरले सोचिरहनु भएछ यो चिजहरूलाई चाहिँ ध्यान दिनु होला अब कतिजनालाई त थाहा होला जति पनि नयाँहरू हुनुहुन्छ नयाँ किन्नु चाहनु भइरहेको छ भने उहाँहरूलाई एउटा सानो इन्फर्मेसन मात्रै दिनु चाहेको मैले है त्यति हो कुरा त अन्त यदि तपाईँहरू कसैलाई पनि हेरिरहनु भएछ जग्गा राम्रो प्रपर रेजिस्टर्ड जमिन भएको ठिकठाक दाममा खोजिरहनु भएछ भने मसँग पनि कन्ट्याक्ट गर्दा हुन्छ तपाईँहरू ओके बट म ब्रोकर होइन ठिकै म मिलाइदिने लाइक म उहाँहरूसँग भेटाइदिनेछु भन्ने मात्रै नि एउटा किनकि उहाँहरू एउटा विश्वास छ हामी मसँग र उनीहरू जो डिलर छ विश्वास छ हाम्रो एउटा राम्रो सम्बन्ध छ र म उहाँहरूसँग दिलाइदिनु सक्छु भन्ने मात्रै हो एउटा ठिक दाममा र त्यही हो मेरो भनाइ त्यही हो कि जति पनि यस्तो कामहरू गर्ने छ होइन इज्जतले कमाउनुहोस् पैसा है कम्ती कमाउनुहोस् तर इज्जतले कमाउनुहोस् भन्ने एउटा किनकि कतिजनाको मेहनतले राखेको पैसा हुन्छ कतिजना स्क्याम भइपठाउँछ हुन्छ नि त्यस्तो हुन्छ नि त त्यही भएर जति पनि जतिले गरिरहनु भएछ यो काम एकदम अनेस्टली भएर गर्नु होला भन्न चाहन्छु है त आजको भिडियो यतिमै म समाप्त गर्ने गाइस आशा गर्छु हजुरहरूलाई यो सानो भिडियो मन पर्यो भने लाइक कमेन्ट शेयर सब्सक्राइब गर्नु चाहिँ नबिर्सिदिनु होला गाइस सो मिल्दै हैं नेक्स्ट ब्लॉग में टिल देन बी सेफ गाइस तब तक के लिए गोलकीपर ब्लॉग्स देखते रहने गाइस सबैको धेरै माया